सो हेलो गाइज एन्ड वेलकम। आज चाहिँ हामी खेल्ने हो फ्री फायर। अनि त्यसपछि फ्री फायर चाहिँ मलाई साँच्चै राम्रो गेम लाग्छ। तर आज हामी खेल्ने हो लोन वुल्फ। अब यहाँ कनमा एकचोटि खेल्न गयो। अब हामीले स्टार्ट गऱ्यौँ। लोन वुल्फ स्टार्ट पनि भयो हाम्रो लोन वुल्फ होइन। अनि त्यसपछि लोन वुल्फ पनि स्टार्ट भयो। अब हेरौँ युएमपीको गड हो गाइज। गड हो यार युएमपीको। लाइक मेरो हातमा युएमपी ल्याउनु भनेको अर्जुनको हातमा ब्रह्मास्त्र आउनु हो। साँच्ची भनेर चाहिँ मैले झुट बोलेको छैन। झुट बोल्ने हाम्रो बानी छैन क्या। ल अब हेरौँ हाम्रो गेम कस्तो जान्छ। हेडसट फर्स्ट राउन्ड 100% टका हेडसट। हेर्नु गजब हो त यार। मस्त हेडसट लाग्यो यार है गाइस। अब यहाँ एकचोटि सेटिङ मिलाउँछु म मेरो। ल फेरि आयौँ हामी। अब फेरि एक राउन्ड हेडसट र मजा आउँछ यार। फेरि एक राउन्डले हेड लाग्यो भने त बाफ्रे कस्तो मजा आउँछ यार। फेरि एकचोटि हेडसट लाग्यो भने मजा आउँछ यार। हाम्रो हेडसट लाग्यो भनेर मैले प्रे गरिरहेको छु गाइज प्लिज म रस गरिदिन्छु प्लिज। यस फेरि हेडसट। जड भाइ जडा रिमोट प्लिज। अब राउन्ड 3 सुरु हुन्छ। 2-0 म लिन्छु डेजर्ट इगलको दुईटै राउन्ड 1 ट्याप 500 रुपियाँ बेट ल आउनु। दुईटै राउन्ड 1 ट्याप ल। दुईटै राउन्ड 1 ट्याप हानिदिन्छु म। साँच्ची भन्दा चाहिँ झुट बोलेको छैन मैले। ल आउनु अब हेरौँ हाम्रो गेम कस्तो जान्छ। म गएँ अगाडि पछाडिबाट को हान्छ एउटा लागेन अर्को नि लागेन। अब लाग्छ ट्वाङ 1 ट्याप। देख्नुभयो गाइस यस्तै हो क्या प्रो लेभल अखण्ड प्रो लेभल गेम प्ले। राउन्ड 4 लास्ट 2 राउन्ड बाँकी छ। यो 2टा राउन्डमा सकाइदिइहाल्छु। अनि त्यसपछि अर्को भ्लगमा हामी भेट्ने। गएँ म अगाडि त्यहीँबाट आइरहेको छु ल। स्ट्रेट 1 ट्याप भनेको सबभन्दा इजी 1 ट्याप हो अरे। क्या बबाल लाग्यो नि अहिले लागेन त होइन। अनि अब हामीमा जाने अगाडि कुन गन सेक्टरले यसको नि 1 ट्याप त राम्रो लाग्छ यार। फर्स्ट राउन्ड 1 ट्याप लाग्ला थाहा छैन मलाई। स्केर्ड बट लेट्स ट्राई इट। गएँ म अगाडि गएँ प्लिज भगवान प्लिज एउटा लाग्यो त किन मरेन। फेरि यस फेरि लागिहाल्यो नि। बुया गाइस हाम्रो त बुवा भने चाहिँ मैले बुया पनि भइसक्यो होइन। ल अब म हजुरलाई एकछिनपछि भेट्छु।